Hello, everyone. Welcome to I, My, and Money Day 2 in this month of March. International Women's Day यही महिनामा पर्छ त्यही भएर दिनको एउटा टपिकमा वुमेन एन्ड फाइनेन्स सम्बन्धी कुरा गर्दै आउने जुन एउटा यात्रा सुरु गरेको छु त्यसमा चाहिँ आज चाहिँ के कुरा गर्न चाहन्छु भने वाइ हाई अचिभिङ वुमेन अभोइड इन्सुरेन्स कन्भर्सेसन किनभने जहिले पनि एजुकेटेड बट अनप्रिपेयर्डको कुरा गर्दै आएको छु म आफै पनि एजुकेटेड हुँ तर एम आई प्रिपेयर्ड फर द लाइफ ह्यापनिङ्स भइपरि आएको कुराको लागि कतिको प्रिपेयर छु भन्ने कुरा म जस्ता थुप्रै मदर्सहरूले वुमेनहरूले जहिले पनि फेस गर्ने हुँदा यही बारेमा आज कुरा गर्न चाहन्छु सो बिफोर स्टार्टिङ लेट मी आस्क यु समथिङ अनकम्फर्टेबल वाइ डु इन्टेलिजेन्ट क्यापेबल वुमेन पोस्टपोन इन्सुरेन्स प्लानिङ कहिलेकाहीँ जब हामीले फाइनेन्सको कुरा आउँछ प्रोटेक्सनको कुरा आउँछ कतिको तयारी भएको भन्ने कुरा आउँछ त्यतिखेर इन्सुरेन्स त आइहाल्छ किनभने हामीले घरको लिएको हुन्छौँ गाडीको लिएको हुन्छौँ तर जतिसुकै पढेको पनि जति इन्टेलिजेन्ट छ क्यापेबल छ भने नि कहिलेकाहीँ चाहिँ त्यो पोस्टपोन इन्सुरेन्स प्लानिङ इट्स नट बिकज दे डु नट अन्डरस्ट्यान्ड इट उनीहरूले नबुझेको गरेको होइन बट इट्स साइकोलोजिकल यो कुरालाई फेरि म बताउन चाहन्छु एज अ फ्यामिली साइन्टिस्ट आई सी थ्री प्याटर्न्स किन वुमेनहरूले यस्तो कुराहरू अभोइड गरिरहेको हुँदा चाहिँ मैले जब यो परिवारहरूसँग काम गरिरहेको हुन्छु एज अ रिसर्चर पनि कुरा गरिरहेको हुँदा चाहिँ तिनवटा प्याटर्न देखिरहेको हुन्छु नम्बर वान त्यो भनेको चाहिँ एउटा केयर गिभर आइडेन्टिटी वुमेन आर कन्डिसन टु प्रोटेक्ट अदर्स नट देमसेल्भ्स हामी आफैले तपाईँहरू जहाँ जहाँ जसले सुनिरहनु भएको छ आफूलाई त्यहाँ राखेर सोच्न सक्नुहुन्छ सबैभन्दा पहिला हामी अरूलाई राख्छौँ कि हामी वी आर देयर टु प्रोटेक्ट अदर्स आफ्नो बालबच्चालाई होस् अथवा प्यारेन्ट्सलाई होस् इभन पेट्सलाई होस् सबैलाई गरिसकेपछि आफूलाई चाहिँ राखेको हुँदैन त्यति मात्र होइन कि वी इन्स्योर द हाउस घरको गरिरहेको हुन्छौँ कारको वी इन्स्योर द कार इन्सुरेन्स नभरि गाडी नै चलाउनु पाएको हुँदैन वी इन्स्योर द्याट आवर चिल्ड्रेन आर वेल प्रोटेक्टेड बट आवर सेल्फ आफूलाई के त वी मिनिमाइज आवर ओन रिस्क आफूलाई त पर्दैन भने जस्तो मलाई पछि गरौँला भनेर पछि राखिरहेको हुन्छौँ नम्बर वान चाहिँ त्यही हो केयर गर्ने भन्दा कसलाई अरूलाई पहिला आफूलाई अन्तिममा राखेको हुन्छौँ भने दोस्रो प्याटर्न मैले देखिरहेको कुरा चाहिँ कति बिहाहरूमा इन म्यानी म्यारेजेस इभन मोडर्न वान्स के हुन्छ भने वुमेन डिफर मेजर फाइनेन्सियल प्रोटेक्सन डिसिजन कति कुरामा आउँदा चाहिँ मेरो उहाँले गर्नुहुन्छ अथवा मेलले चाहिँ गर्ने मेरो फादरले मेरो हस्बेन्डले मेल फिगरले भन्ने हुन्छ इट्स नट बिकज दे क्यानट अन्डरस्ट्यान्ड देम बट बिकज कल्चरल्ली हाम्रो एउटा सोसाइटी नै कन्डिसनिङ नै त्यसरी भएको छ कि वी आर नट सोसलाइज टु लिड इन द्याट एरिया त्यसमा चाहिँ आफ्नोबाट आफूले लिड गरेर लाने आफूले कन्भर्सेसन स्टार्ट भन्ने भइरहेको हुँदैन भनेदेखि तेस्रो प्याटर्न मैले देखिरहेको कुरा चाहिँ अभोइडेन्स अफ मोर्टालिटी कन्भर्सेसन त्यसबाट के भन्न चाहन्छु भने जब हामीले इन्सुरेन्सको कुरा गरिरहेको हुन्छौँ अथवा प्रोटेक्सनको कुरा गरिरहेको हुन्छौँ त्यतिखेर चाहिँ त्यसमा यत्तिकै पनि अटोमेटिकली कहिलेकाहीँ डिसेबिलिटीको कुरा आउँछ रोगको कुरा आउँछ डिजिजको कुरा आउँछ एजिङको उमेर बढ्दै कुरा आइरहेको हुन्छ उमेर बढ्दै गएपछि शरीरमा केही न केही कुराहरू अप्ठ्याराहरू असजिलाहरू रोगहरू औषधि खानुपर्ने कुराहरू सुरु भइरहेको हुन्छ र त्यसपछि आउँछ डेथको कुरा पनि आउँछ किनभने कतिजना चाहिँ हाम्रो डेथ त एउटा अवश्यम्भावी कुरा हो हामी जन्मेपछि मर्नु पर्छ नै तर पनि कहिलेकाहीँ चाहिँ त्यो कुरा हामी कन्भर्सेसनमा ल्याउन चाहिरहेको हुँदैन त्यही भएर इभन हाई अचिभर्स स्पेसली आइम टकिङ अबाउट वुमेन उनीहरूले चाहिँ जत्तिकै पढे लेखे पनि सबै कुरा सम्हालेर गरिरहे पनि उनीहरूले चाहिँ यस्तो कुराहरू गर्दा जब इन्सुरेन्सको कुरा आउँछ डिसेबिलिटीको एजिङको डेथको यस्तो कुराहरू आउँदा चाहिँ दे फिल इमोसनल्ली हेभी अनि कति गर्दा गर्दै त कस्तो भएको हुन्छ अलिकति लाइट गरौँ भन्ने बेलामा यस्तो कुरा दे डोन्ट नट वान्ट टु टक अबाउट होइन अनि पोस्टपोन गरिरहेको हुन्छ र त्यसको फरक के पर्छ भन्दा चाहिँ अभोइडेन्स केही कुरा अहिले हेर्दिनँ ल जस्तो स्याड हुने मुभी नै भनौँ न कहिलेकाहीँ त्यो हेर्दा नरमाइलो लाग्छ भनेर हेर्दैनौँ हामीहरू तर कति कुरा जीवनमा पर्ने कुराहरू जस्तो डेथ भनौँ अथवा डिसेबिलिटी भनौँ डिजिज भनौँ डिभोर्स भनौँ यस्ता कुराहरू आइरहने कुराहरूलाई चाहिँ अभोइड गर्दैमा चाहिँ त्यसले त्यसको त्यो रिस्क आइपर्ने कुरा त निवारण त हुँदैन नि त्यसले त अझ गरेर इट इन्क्रिजेस द एक्सपोजर अझ हुनसक्ने कुराहरू आउँछ र अहिले भन्दैछु आफ्टर 40s होइन 40sमा 50sमा जो हुनुहुन्छ इग्नोरिङ प्रोटेक्सन प्लानिङ इज नट न्युट्रल त्यसले त हुँदै हुँदै इट बिकम्स फाइनेन्सियली डेन्जरस
यसले चाहिँ कति कुरामा चाहिँ पहिला सकेको बेलामा नगर्दा नपर्दैमा गरेको भने चाहिँ फाइनेन्सियली त्यो चाहिँ कुरा चाहिँ एकदमै डेन्जरस हुनसक्छ र त्यही भएर यो महिनामा चाहिँ दिस मन्थ अफ मार्च इट्स नट अबाउट सेलिङ पोलिसिज इट्स नट अबाउट लाइक मेकिङ पिपल टु डु द इन्सुरेन्स बट वी आर रिक्लेमिङ फाइनेन्सियल लिडरसिप भइपरि आउँदा के गर्न सकिन्छ भन्ने कुरामा चाहिँ त्यो फाइनेन्सियल लिडरसिप वुमेनले लिनै पर्छ किनभने बिकज द मोस्ट पावरफुल वुमेन इन द रुम सुड अल्सो बी द मोस्ट प्रोटेक्टेड द्याट इज यु मदर वाइफ सिस्टर डटर सबैभन्दा जसले सबै गर्छ सी निड्स टु बी प्रोटेक्टेड सो ह्याप्पी इन्टरनेसनल वुमेन्स मन्थ र keep listening and subscribe if you have not already. Thank you.